हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। अब चाहिँ हामी के गर्न लागेको भन्दाखेरि नर्मल भ्लग गर्न लागेको खासमा। हेलो भन्नु। हेलो। अब हामी चाहिँ यस्तो बाहिर जानु लागेको, बाहिरमा बढाइदिएकै डुल्नलाई बस्दा बस्दा अल्छी लाग्यो भने सोध्छौँ भनेर आउटफिट त लगाएर जाँदा म चाहिँ फेरि जर्सी यस्तो नै हेर्नु पर्यो। चाबी खै कहाँ हामी चाहिँ यत्तिकै बाहिर यसो डुल्न जानु लाग्यो हाम्रै घर नजिकतिर। घरमा बस्दा बस्दा झ्याउ लाग्यो अनि होइन। हाय वृन्दावन की मेरो कपाल हेर्नुहोस् कस्तो राम्रो हो। यहाँ चाहिँ मकै बार रहेछ, म मकै बार देखाउँछु ल एकचोटि हेर्नुहोस् सर। त्यस्ता कुकुर मकै बारी देखियो गाइज, यहाँ यस्तो पपिङ देखियो, हरियाली दामी छ। आहै वृन्दावन कि मलाई त्यो गीतै झुन्किरह्यो। ल अब हामी कहाँ पुग्छौँ जाँदा जाँदा। मैले यो पसल चाहिँ अस्ति नै देखाएको थिएँ मैले मेरो भ्लगमा। ल हेर्नुहोस् गाइज तिज आइसक्यो रातो रातो। ल हामी चाहिँ हिँड्दैछौँ यस्तो बाटोमा, मजा भइरहेको छ। अनि यहाँ मलाई चाहिँ सचेतले मेरो बाबुले यहाँ के अरे प्लटिङ गरेर जाऊँ भनेर लिएर आएँ। यो चाहिँ बाटो होला कि है, बाटो म हजुरहरूले देखाउँछ कस्तो पहिला पुरै रुखै ठाउँमा बाटो रहेछ। अनि यहाँबाट चाहिँ प्लटिङ यस्तो भिरालोमा नि है, बजारमा भएपछि जस्तोमा नि गडेरी भयो, घर बनायो भयो कि है, गहिरो होस् कि त दामी रमाइलो छ नि ठाउँ त। फेरि हरियाली छ। जाऊँ उतातिर जाने ल जाऊँ कहाँसम्म जाऊँ त हिँड्दै। मैले के देखेँ फुल जस्तो। हाम्रो घरतिर नयाँ नर्सरी नि खोलिसकेछ, मलाई थाहै थिएन कहिले बाहिर आएको। आदित्य नर्सिङ यस्तो हुन्छ यो पागल जस्तो। नर्सिङ खोल्दैछ, नर्सिङ नर्सरी। साथीहरू मैले चाहिँ फुल भेटेँ बाटोमा, अनि फुल लगाएँ कस्तो राम्रो देख्यो होइन बाबु। ओ हिँड्दा हिँड्दा कहाँ आयो हामी त हिँडै छौँ। हेर्नुहोस् त साथीहरू यहाँ फर्सीको मुन्टा लडेर जात्रा रहेछ, के गर्नु लान पाइँदैन अरूको। अनि यस्तो टनेलहरू छ क्या तरकारीहरू पाउने लगाउने, यस्तो छ खतरा। सचेत जाऊ तिमी अगाडि, अलिअलिमा भिडियो बनाइस् तिमी हिँडेर। सचेतको चाहिँ हाम्रो नयाँ जर्सी होइन सचेत, ल हिँड न त। साथीहरू हामी चाहिँ हाम्रो घरतिरको के चोक रे बाबु, यो फस्कु चोकमा आयौँ। ऊ त्यो फस्कु चोक टक्क लगाएर अनि यहाँ चाहिँ मौसम लागेको थियो अरे, अहिले चाहिँ यस्तो पानी परेर। अनि यहाँ खेत रोप्या रहेछन् के मान्छेहरूले, खेत रोप्नु भएको रहेछ। अनि यहाँ जाऊँ न त हेरिदिउँ भनेर हामी चाहिँ आउँदैछौँ खेततिर, अरूको खेततिर हेरिदिउँ। मान्छेहरू देख्नुभयो भने चाहिँ के भन्नुहुन्छ वाह मजा। ल तपाईँहरू नि हेर्नुहोस् आँखाले हरियाली।
कस्तो शीतल हावा छ गाइस। मेरो फुल कहाँ हो? साइडमा हेर्नु अहिले यस्तो पानी पर्न लागेको जस्तो छ अनि उता हेर्नु न डाँडा कस्तो राम्रो। वाउ भन्दै सुन्दा कस्तो वाउ उता नि हेर्नु न कस्तो राम्रो डाँडा। वाउ ल हेर्नुहोस् हेर्नुहोस् यहाँ खेतबारी यहाँ धान कालो रोप्छ बादल क्या छ, पानी पर्न अहिले असारे लागेको छ। महिना हो नि त जताततै धान रोप्ने काठमाडौँमा नि हुँदा हुँदा धान रोप्ने मान्छेहरूको खेत होला यो भर्खर धान रोपेर भन्दा छ गाइस त्यता। भर्खर अझै रोप्या रहेछ क्या त्यही भएर यहाँ खेत रोपेको रहेछ मान्छेहरूले यहाँ टनेलहरू छ कि अनि तरकारीहरू लाउने होला नि यही तरकारी त बेच्ने होला हामीले किन्ने यही त होला नि घरतिर तरकारी बिहान बिहान आउँछन् क्या 6 बजीतिर आउँछ मान्छेहरू ऊ भर्खर रोपेर सक्नु परेछ क्या हात खुट्टा धुँदै हुनुहुन्छ म चाहिँ लुकेर भिडियो गरिछु साथीहरू हामी चाहिँ हाम्रो यहाँ घरतिरको नगरपालिकामा आयौँ उयो हाम्रो घरतिरको नगरपालिका भन्दैन कस्तो राम्रो बनाएको खोइ हामी पाइन्छ नि पाइँदैन हामी चाहिँ आइदिउँ पाइन्छ। यहाँ आइज न यहाँ चाहिँ यस्तो पोखरी छ साथीहरू हेर्नुहोस् रातिमा त दामी देख्दो रहेछ है बाबु दामी दामी यहाँ मन्दिरहरू साथीहरू अब चाहिँ हामी घर फर्किँदै हो एकछिन घुमियो इभिनिङ वाक जस्तो राम्रो लाइट अब हामी जाँदैछौँ साथीहरू आजको भ्लग चाहिँ कस्तो भयो अलिअलि बनाएँ यसो हिँडेको भ्लग चाहिँ कस्तो भयो अब म चाहिँ हिँड गर्छु सबैजनाले माया गरिदिनु होला मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई एभ्रिवान लभ यु अल बाई बाई।